श्रीमद् भागवत गीता का मंत्र यी सबै मन्त्रहरू कृष्ण गोविन्द रोटी गरम मसाला ल गरम ल बल्यो यता फेरि के मुसाई यो अब यसलाई अब हैन पुरी बनाउनु लागि मैदा मुसाई हुँदैछ यता उता गर्नुपर्ने भएर सजिलो पर नभ्याएर हरि सरले सघाइदिँदै हुनुहुन्छ कृष्ण गोविन्द गोविन्द गोपाला कृष्ण गोविन्द गोविन्द गोपाला। प्रथम हामीलाई गुरुको आवश्यकता पर्दछ। गुरु बनाउनु, गुरुबाट मन्त्र ग्रहण गर्नु, यो भव पार लगाउने गुरुले एक मार्ग देखाउनुहुन्छ। गुरुबाट मन्त्र ज्ञान ग्रहण गरेर अनि हामी मनुष्यहरू सच्चिदानन्द परमात्माका महिमालाई हृदयमा सजाउँदै सजाउँदै हामीले आफ्नो जीवनलाई सफल बनाउन सक्छौँ। यस कलिकालमा हरि कीर्तन यत्फलं नास्ति तपसा न योगेन समाधिना तत्फलं लभते सम्यक् कलौ केशव कीर्तना। गुरुबाट मन्त्र ग्रहण गरेर अनि हामीहरू भगवान श्री केशव जनार्दन मुकुन्द श्री कृष्णको नामस्मरण गर्नु। नामस्मरणले हामीलाई, हरि कीर्तनले हामीलाई सहज शान्ति र मुक्तिको बाटोमा अगाडि बढाउँदछ। यस कलिकालमा कृष्ण गोविन्द गोविन्द गोपाला कृष्ण गोविन्द गोविन्द गोपाला कृष्ण गोविन्द गोविन्द गोपाला कृष्ण गोविन्द गोविन्द गोपाला। गोविन्द गोविन्द गोपाला कृष्ण गोविन्द गोविन्द गोपाला भज मुरली मनोहर नंद लाला भज मुरली मनोहर नंद लाला कृष्ण गोविन्द गोविन्द गोपाला 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 कृष्ण गोविन्द गोविन्द गोपाला। बोले भक्त वत्सल भगवान को। इस कलिकाल में श्री कृष्ण भजन यानी हरि भजन हामीले गाउनु, जसले हामीहरू सहज मुक्ति हुन्छ। दिव्य श्रीमद् भागवत महापुराण
महापुराणका एक एक श्लोकहरू जो छन् यो एक एक श्लोकले हामी मनुष्यहरूलाई पार लगाउने पारिदिने संकीर्तिता साक्षात सर्व पाप हरो हरे नारायणो ऋषिकेशो भगवान सात्वतां पति नारायणो ऋषिकेशो भगवान सात्वतां पति। हे नारायण, हे ऋषिकेश, हे जनार्दन, हे मुकुन्द, अहिलेको यो कलिकालमा यही नै भक्तहरूको लागि धेरै सहज छ। नामस्मरण राजा परीक्षित भागवत श्रवण गर्दै गर्दै परीक्षितको पनि मुक्ति हुन जाँदो भयो। द्वापरको बिल्कुल अन्त्य भइसकेको भगवान श्रीहरि आफ्ना बाल लीलादेखि अद्भुत अद्भुत लीलाहरू उहाँले रचाउनु भयो। अनेकौं भक्तहरूलाई उद्धार गर्दै कल्याण गर्दै पापिष्टहरूलाई संहार गर्दै गर्दै महाभारतको युद्धमा अर्जुनको सारथी बनेर कहाँ पनि अनेकौं योद्धाहरूलाई उद्धार गर्दै अब त भगवान श्री कृष्ण कन्हैया द्वापरको अन्त्य भयो। श्रीहरि स्वधाम प्रस्थान गर्नुहुन्छ। केही ऋषिजनहरूले अगाडि नै सोचिसकेका थिए अब कलिकाल आउँछ, कलिकालका मनुष्यहरूको कसरी मुक्ति दिने हो, बीचमा प्रलय पनि हुन सक्छ। उद्धव नाम गरेका, दत्तात्रेय नाम गरेका अनेक अनेक सन्त ऋषिहरूले बद्रीका आश्रममा गएर मुक्तिनाथमा गएर यस्ता स्थानमा गएर यी वेदका मन्त्र, श्रीमद् भागवत गीताका मन्त्र, यी सबै मन्त्रहरू शिलामा पत्थरमा एक एक मन्त्रहरू लेखिदिँदा भए ताकि भोलिको समयमा आएको त्यो प्रलय कालमा ग्रहहरू सबै समाप्त भए भनेदेखि कलिकालका मनुष्यहरूको जीवन कसरी ऋषिजनहरूले त्यो पत्थरमा शिलालेख यो शिलालेख अरू कुराहरू सबै बिग्रेर जानुपर्छ। शिलालेखमा लेखिएको कुन मसला हो? सक्यो? आफ्नो लागि हामी श्रमदान एकदमै निकै गरिरहेको छ। कहाँदेखि ल्याउँ त? दिदीकोमा पाइन्छ? त्यही प्याकेटकै लागि राख्नु त अहिले होइन, प्याकेटकै तर धेरै ल ल धेरै चाहिँ पकाउनु सक्ने रहेछ। रोटी गरम मसला ल रोटी रोटी पकाउँदै हुनुहुन्छ यो गरौँ ल बल्यो यता फेरि के मुसाई यो अब यसलाई अब हैन पुरी बनाउनु लागि मैदा मुसाई हुँदैछ, मुसाई हुँदैछ हैन। भनेपछि आज के रहेछ त प्रसादमा? सब्जीहरुमा अब चना, मटर हैन, आलु अनि अब सेलरोटी छ, अब त्यसपछि अब पुरी पाक्दैछ हैन। खानाकोमा त अब यस्तै हो हैन। बुनिया पाकिसक्यो होला। बुनिया पाकिसकेको छ हिजै। दुध लाग्यो हैन? दुध सबै ल्याएर उमालेर चिया सबैले भइसक्यो। ए भइसक्यो ल ठीक छ। म त खिर बनाउँछ भनेर नि 20 लिटर मगाएको थिएँ। खिर नबनाउने अरे? ए ल भइगयो त। यो नागेको अब लास्ट भनेको यो हाम्रो त्यहाँ त के छ? पुरी। पुरीको लागि अब पुरी भएपछि
त्यो पनि ल त्यो पनि तपाईँहरूलाई भिडियो मार्फत देखाउनेछौँ गाइस। श्रम सबै गाउँलेहरूले श्रमदान गरेर पञ्चायत मन्दिरलाई जे होस् झिलिमिल्ली पार्नलाई सफल भएका छौँ सबै दाजुभाइ। त्यही त परपरको त त्यत्रो साथ दिनु भएको छ भनेपछि त हामी त अलि नजिकैको भएपछि त हामी त अवश्य गर्दैनछौँ। हामी त गरिरहेको छौँ, देखि नै राख्नु भएको छ सबै भिडियो मार्फत होइन, त्यही भएर यसरी बढिरहेको छ। आफ्नो मन्दिरमा पुराण लाउनु पर्दा धेरै खुसी पनि हो त एकदम काट्न आयो पनि तर हिजो अस्ति जस्तो त्यो रमाइलो चाहिँ जिन्दगीमा पहिलोचोटि नै यहाँनिर अब काम गर्दाखेरि सुखैले गरेको के जानुका राई लेख्नु पर्ने के मात्रै लेख जानुका राई त लेख्छ त सुन्दिन त म जानुका राई नै अब अझै कति होला त्यति कि अझै छ पाक्नलाई अझै 2 यारी ल उहाँले एकदमै दुःख गर्दै हुनुहुन्छ गाउँले हाम्रो सबैजनाले एकदमै दुःख गरिराख्नु भएको छ यो हाम्रो पञ्चदेवी शिरथानको निमित्त एकदमै उहाँहरूलाई सबैजनाले हामी सबैलाई यहाँ जति पनि हामी पञ्चदेवी शिरथानवासी यहाँनिर हामी खटिरहेका छौँ यो ठाउँको लागि हामी समस्त यहाँनिर जति पनि परिवारजन हुनुहुन्छ हामी परिवारजन यो गाउँले हामी सबै एक परिवार नै हो यहाँनिर खटिराख्नु भएको छ यो समस्त यो पञ्चदेवी शिरथान परिवार समस्त सधैँ नै खुसी रहिरहन् खुसियाली छाइरहोस् सबैको आँगनमा भन्दै अहिले लागि छुट्टिन जान्छ अहिले फेरि भेटौँला एकैछिनमा मसला लिएर आउनुपर्छ त्यसले गर्दाखेरि चाहिँ अब थोरै बेर छुट्टिनु पर्ने हुन्छ म यहाँनिर फेरि एकछिनमा भिडियोमा जोडिदिन्छु लाइभमा जोडिनेछु एकछिनमा त्योभन्दा अगाडि चाहिँ पहिला यहाँ मसला ल्याइदिनु पर्नेछ अनि के कुराहरू गरिदिइहाल्नु पर्छ लेख्नेमा चाहिँ बसेको अलिक म चाहिँ यताउता गर्नुपर्ने भएर सजिलो परेर नभ्याएर उहाँ हरि सरले सघाइदिँदै हुनुहुन्छ अनि त्यसपछि हुनुहुन्छ अर्को जगत दाइ देखिराख्नु भयो होला भिडियो लाइभमा उहाँलाई एकदमै धेरै धेरै धन्यवाद उहाँहरू दुईजना नभएको पनि निकै नै ढिलो हुन्थ्यो हामीलाई होइन मलाई एकदमै धाउ हुन्छ भिड भएको बेला या पठेत् प्रयतो नित्यं श्लोकं भागवतम्।